विन्टर आर्क मैले 10 अक्टोबरबाट स्टार्ट गरेको थिएँ र एउटा कुनै पनि च्यालेन्ज नभइकन एउटा सेल्फ इम्प्रुभमेन्टको जर्नी हो, जहाँ मैले 8वटा टास्क लिएको छु। त्यो 8वटा टास्कले मलाई मेन्टल्ली, फिजिकल्ली र हरेक कुरामा एउटा स्ट्रङ मान्छे बनाउँछ। र 8वटा टास्कको सबैभन्दा सुरुको टास्क हो मलाई बिहान 4 बजेदेखि 5 बजेको बिचमा उठ्नु छ। मेरो सेकेन्ड टास्क रहेको छ मलाई दिनको 2 टाइम्स चाहिँ वर्कआउट गर्नु नै छ। मेरो थर्ड टास्क रहेको छ मलाई दिनदिनै विन्टर आर्क नसकिने बेलासम्म चाहिँ कोल्ड सावर लिनु नै छ। मेरो फोर्थ टास्क रहेको छ मलाई दिनमा एउटा प्रपर डाइट पनि लिनु छ। मेरो फिफ्थ टास्क रहेको छ मलाई मिनिमम दिनमा 10 मिनट चाहिँ मैले मेडिटेसन गर्नु नै पर्छ। मेरो सिक्स टास्क रहेको छ मलाई दिनमा एउटा सेल्फ इम्प्रुभमेन्ट बुकको चाहिँ दिनमा 5 पेजेस चाहिँ जसै पढ्नु नै छ, 5 पेज भन्दा बढी। र 7 टास्क रहेको छ मैले जति पनि अहिले मेरो गोल्सहरू छ मलाई त्यो गोल्सको टुवर्ड्स चाहिँ काम गर्नु छ। र लास्टको सबैभन्दा इम्पोर्टेन्ट काम भनेको र सबैभन्दा इम्पोर्टेन्ट टास्क भनेको मलाई यो सबै कुरा दिनदिनै गर्नु छ, डिसिप्लिन र कन्सिस्टेन्सीको साथमा। र मलाई थाहा छ मैले विन्टर आर्कको च्यालेन्जलाई एक्सेप्ट गरेर सबै कुरालाई अगाडि बढाउन सके भने म लास्टमा एउटा यस्तो फिजिकल्ली र यस्तो मेन्टली स्ट्रङ मान्छे बन्छु। र यो म जसै गर्छु पनि र आऊ तिमी पनि मसँग यो जर्नीमा स्टार्ट भएर र सँगै अगाडि बढौँ र सँगै मेन्टली र फिजिकल्ली र हरेक कुरामा एउटा स्ट्रङ मान्छे बनौँ।